गाइस यो रोड देख्नुहुँदैछ नि तल रुख देख्नुहुँदैछ नि रुखको छेउमा सानो पोल देख्नुहुन्छ तपाईँले बिजुली पोल देख्दै होला सायद है यहाँ तान्नुपर्ने है अब यस्तो भिड छ है भिड उडालो छ है देख्नु सक्नु तपाईँले यता मामरिङ देख्नुहुँदै होला सायद यता मामरिङ हो है यता चाहिँ रम्फू फुलबारी है देख्नुहुन्छ नि फुलबारी त्यहाँ पुल पर पुल देख्दै होला कम्ती मात्रामा र यस्तो भिड छ है भिडबाट यो कालो तान्नुपर्ने यहाँ तल गर्दै कुरको काम छ नि त्यो चाहिँ यहाँ तल काम गरेको थिएँ यो रुखहरू देख्दैछ नि तपाईँले यहाँ यो रुखहरू चाहिँ अलिकति फाँडिदिएको थियो हामीले छाँसेको किनभने अलि तार तान्दा प्रब्लम हुन्छ नि भनेर चाहिँ छाँसिदिएको यसमा चाहिँ अलिकति हामीलाई अलिकति है प्रब्लम परिरहेको छ उसको बारीको मालिकले किन छाँसेको भनेर हो परिरहेको छ अब है सर आएर चाहिँ मिलाउनु हुन्छ भनेर चाहिँ हामी चाहिँ खाजा खाँदैछौँ है खाजा खाँदैछ अब बनाउँदैछौँ खाजा चाहिँ हाम्रो चाहिँ यस्तो छ हो अब के गर्नु यस्तो टाढो जङ्गलघारीमा कसले ल्याइदिने है भातहरू खानाहरू छैन हो त्यही कारणले अब एक पर्खाइदिने हो गाई साखु आएर नि केटा बाँकी लिएर आएछ खाजा चाहिँ बाँकी लिएर आएको क्रिम क्या खाइदियो गाईले र खानु थालेको छ अब खै त्यस्तै छ हो तपाईँहरूले पनि खाजामा चाहिँ यसरी काहीँ त खानु भएको होला है तपाईँहरूले पनि काम गर्दाखेरि हो त्यसो होला त झर्छ साह्रो छ यत्रो लामो डिस्टेन्स छ यत्रो लामो स्पेन हेर्नुहोस् त ऊ माथि देख्दै गरेको पोल 3 दिन भइसकिसकेको याद सकेको छैन रुखले डिस्टर्ब गर्छ त्यस्तै हो आफू यहाँ नेक्स्ट पुली लगाएर स्वाई कि स्वाई आउँदैछ एउटा प्रो प्लेयर हो यस्तै हो हत्तु 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 जिन्दगी यस्तो छ गाइस यो डन्ठा छ त्यो डन्ठा नचार बहुत काम दिने रहेछ